आज माता तीर्थौसी अर्थात् आमाको मुख हेर्ने दिन। त्यसैले हामी दुवै पति पत्नी बिहानै उठेर नुहाइ धुवाइ गरी दियो कलश गणेशको पूजा गरी आमाको मुख हेर्न तयार भयौँ। सर्वप्रथम हामीले आमाको चारैतिर परिक्रमा गर्यौँ, किनभने मातापिताको परिक्रमा गर्नाले चारै धाम परिक्रमाको फल मिल्दछ। त्यसपछि आमाको गोडा धुने पालो आयो। आमाको गोडाको जललाई शिरमा अचाउँदै हामीले गोडा धुयौँ। याद गर्नुहोला, गोडा धुँदा पानी खाइरहन पर्दैन, शिरमा लगाउँदा भइहाल्छ। आमाको हातलाई यसरी पुसिदिएर मैले टीका पनि लगाइदिएँ। खदा लगाई आमाको गोडालाई ढोगेर हामीले ल्याएको उपहार पनि दियौँ। त्यसपछि जसरी भगवानको आरती उतारिन्छ त्यसरी नै आमाको पनि आरती उतार्यौँ। आमा तिम्रो आँचलमा फेरि लुक्न पाए हुन्थ्यो, आमा तिम्रो काखमा खेली सुत्न पाए हुन्थ्यो। व्यर्थै ठुलो भएछु आमा, बरु सानै भएर तिम्रो हातबाट एक गाँस खान पाए हुन्थ्यो। ठुलो भाउजूले पनि त्यसरी नै आमाको सेवा संस्कार गरिसकेपछि माइली दिदी पनि आमाको वरिपरि परिक्रमा गर्न थाल्नुभयो। दिदीले पनि आमालाई टीका लगाई मिठा मिठा खानेकुराहरू खुवाएर उपहार पनि दिनुभयो। मेरो सानो छोराले पनि आमाको मुख हेर्छु भन्दै बडी आमालाई टीका लगाउन थाल्यो र ढोगेर बडी आमाको आरती पनि उतार्यो। त्यसपछि आफ्नो आमाको पनि चारैतिर परिक्रमा गरी नानीले टीका लगाइदियो र फुल पनि सिउरिदियो। आफ्नो घरमा भएका साना साना नानीहरूलाई पनि यसरी आफूले गरेको कर्महरू गर्न लगाउँदै गर्नुपर्छ, अनि मात्र उनीहरूले सिक्दछन्। माता तीर्थौसी कसरी मनाउनु पर्ने हो त्यसको सम्पूर्ण विधि मैले सानो भिडियो मार्फत तपाईहरु समक्ष प्रस्तुत गरे। मन परे शेयर गरिदिनु होला, किनभने तपाईको एउटा शेयरले कसैले यदि माता तीर्थौसी कसरी मनाउनु पर्ने सो जान्नु भएको छैन भने उहाँहरूलाई जानकारी हुनेछ।